नमस्कार सबैजनालाई। म कक्षा 8 मा अध्ययनरत छात्रा कमला भट्टराई। मेरो कविताको शीर्षक रहेको छ छोरी र यो कविताकी लेखिका हुन् शिक्षा विश्वकर्मा र यो कविता इन्डियामा रेप भएर घटना भएको कुरालाई डेडिकेटेड छ र उहाँको नाम थियो ममता देवनाथ। कसैकी घरकी छोरी थिइन् उनी, कसैकी दिदी बहिनी थिइन् उनी, डाक्टरको रूपमा देवी थिइन् उनी। अरूको घाउमा मलम लगाउने काम थियो उनको। जब उनमाथि लागेका चोट देख्दा जुनको पनि आँसु झर्यो होला खुनको। देखे उनको आत्मा शान्तिका लागि धेरै मानिसहरू भगवान सामु रोइरहेका थिए। यदि भगवान साँच्चीकै हुन्छन् भने उनको शरीरबाट आत्मा लुटिँदै गर्दा तिम्रा भगवानका थिए। भनिन्छ छोरा हौ तिमी रुनु हुँदैन, तर किन भनिँदैन छोरा भएर अर्काको छोरीलाई छुनु हुँदैन। डाक्टर बन्नका लागि उनले गरेको कठिन परिस्थिति र मेहनत एकै पटकमा हरायो जब उनको शरीरबाट आत्मा निक्ली स्वतन्त्र भई करायो। हार गुहार गरी कराइन् होला, उनको मद्दत गर्ने कोही भएन। रगत बग्यो खस्यो आँसु, दानाभित्रको मानवता नै रहेन। ती अश्लील पीडा कति सही होलिन्, ती पीडा स्मरण गर्दा स्वर्गमा पनि आँसु झर्यो होला उनको। छोरी भएर होला राति हिँड्दा पनि स्त्राद छ, उनी जहाँ भए पनि उनले न्याय पाउन् भन्ने आशा छ। धन्यवाद।